तर चार पाँच जना चाहिँ अघि नै हम्फत हाल्नु भएको छ। अब छेउबाट निस्किनु भयो कि बगायो अब केही थाहा छैन हामीलाई पनि होइन। चार पाँच जना चाहिँ पहिला नै हम्फताली हाल्नुभयो, नाति बस्नुस् भनेको मान्नु भएन होइन। अब आधी घन्टा भइसक्यो यो अवस्था छ यहाँ होइन। के गर्ने तनाव छ साथीहरू। ल हेर्नुहोस् अब हामीसँग केही उपाय छैन, जेसीबी पनि आएको छैन। होइन दाइ छोडिदिनु, ढोका खोल्नु। होइन पानी भाग्छ त्यहीँबाट, यो अगाडिबाट ठेलेको पानी त्यहीँबाट भागिरहेको छ के। ढोका नलाउनु, सकेसम्म सिसाहरू पनि खोल्नुहोस्। मैले यति भन्दै पनि स्वर सुकिसक्यो। जेसीबी आइरहेछ, ऊ हेर्नुहोस् जेसीबी आइरहेछ। अब हामीले अब उहाँहरूलाई अब सान्त्वना दिन पाएको अरू केही छैन, सान्त्वना भन्दा अरू केही छैन गाइस। नेपालमा यस्तो छ बाटो। ल हेर्नुहोस्, यही हो हाम्रो सरकार। बारम्बार महिनामा 3 चोटि बगाउँछ यो खोला। यो खोलाले बारम्बार होम पाइप हालेर 3 चोटि बगाउँछ महिनामा। बाटोमा 4-5 दिन भात नखान पाएर बस्छ।